नमस्ते साथीहरू। आज चाहिँ म तपाईहरुलाई त्यो क्रिकेट ग्राउन्डको केही दृश्य देखाउन गइरहेको छु। अहिले चाहिँ यो तयारी भइसकेको छ हाम्रो 2020 क्रिकेट कप हुँदैछ युएई भर्सेस नेपालको। त्यसको लागि चाहिँ त्यो क्रिकेट ग्राउन्ड लगभग तयारी सकिसकेको छ। अब केही दिन मात्र बाँकी छ T20 वर्ल्ड कप 2020 कप हुन नेपाल र युएई भर्सेस युएई को। त्यसपछि ओडीआई सिरिज पनि छ नेपालमा लिग 2 को, त्यो पनि यही हुनेछ। त्यसपछि सुरुमा चाहिँ हाम्रो 2020 हुनेछ, डे नाइटको गेम हुँदैछ। सबैजना आएर हेरिदिनु होला, साथ दिनु होला। हाम्रो त्यो सबै रेडी ग्राउन्डमा हरियो घाँस लगाएर पिच रेडी गरिसकेको छ। प्याराफिटहरू एकदम क्लिन छ। यताबाट यो साइडमा पनि सबै राम्रो छ, राम्रो देखिएको छ। अनि त्यसपछि ग्राउन्ड पनि हरियो छ। हल्का कुर्सीको तलहरू यताउति हैन, सिटमा चाहिँ हल्का फोहोरहरू देखिरहेको छ। यो चाहिँ अब 2020 कप सुरु हुनुभन्दा अघि नै सफा गरेर क्यानले व्यवस्था गर्छ सायद। अनि राम्रोसँग गेम पनि हुन्छ। डे नाइटको गेम हुँदैछ। 5:30 बजेदेखि गेम सुरु हुँदैछ। दुईवटा T20 कप हुँदैछ युएई भर्सेस नेपालको। त्यसपछि चाहिँ फेरि नेपालको ओडीआई सिरिज यही ग्राउन्डमा हुँदैछ। अन्तिमसम्म हाम्रो च्यानललाई पनि हेरिदिनु होला। हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, लाइक सब्स्क्राइब कमेन्ट पनि गरिदिनु होला जहाँबाट हेर्नुभएको छ। मैले तपाईहरुलाई यो भिडियो देखाइरहेको छु त्यो क्रिकेट ग्राउन्डको। पिच पनि नयाँ बनाइएको छ। अहिले अलि छोपेर राखिएको छ। दुबो हरियो भइसकेको छ। धेरै दिन भयो यहाँ गेम नभएको। अब धेरै पछि इन्टरनेसनल गेम हुन गइरहेको छ, त्यो पनि डे नाइट। वाउ, मजा आउँछ होला हेर्नलाई। मजाले आएर हेर्नु होला टिकट काटेर र नेपाली क्रिकेटलाई माया र सपोर्ट पनि गर्नु होला। हार जित आफ्नो ठाउँमा छ, तर सपोर्ट सधैँ गरिरहनु होला। ग्राउन्ड एकदमै राम्रो देखिएको छ, फ्रेस छ, नयाँ पिच बनेको छ, पुरै नयाँ दुबो उमारिएको छ, हरियो छ। यसलाई अझै सिँगार्न बाँकी छ, रेडी हुनेछ। अब केही दिनमा क्यामेराहरू पनि सेट गरिन्छ, ब्यानरहरू आउनेछ र केही दिनमा हामी यहाँ जग्गाउ देख्नेछौँ। र नेपाल र युएई को 2020 कप को म्याच पनि हेर्न पाउनुहुनेछ। अन्तिमसम्म हामीलाई साथ दिनु होला हेरेर। भिडियोलाई स्किप नगरिकन हेर्नु होला र प्लिज सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। मैले यस्तो नयाँ भिडियोहरू तपाईहरुको माझ लिएर आउनेछु। मेरो च्यानलमा खेलकुद सम्बन्धी धेरै जानकारी आउने गर्दछ। फुटबल, क्रिकेट, बास्केटबल, सम्पूर्ण स्पोर्टहरूको मात्र मैले धेरै सही न्युजहरू गराउन गइरहेको छु। हाम्रो अन्तिमसम्म हेर्नु होला, साथ दिनु होला। हेर्नुहोस् ग्राउन्ड प्याराफिट हल्का यो पछाडिको यो ठुल्ठुलो रुखहरूले गर्दा चाहिँ त्यहाँ त्यो रुखहरूको पातहरू झरेर हल्का नराम्रो देखिएको छ। तर यो क्यानले चाहिँ सफा गर्छ। तर यो पछाडिको रुखहरू चाहिँ काट्नुपर्ने अवस्था देखिएको छ। कुनै ठुलो हावाहुरी लाग्यो भने चाहिँ केही दुर्घटना घट्न सक्छ। त्यही भएर सचेत रहेर पहिले नै क्यानले चाहिँ यसको व्यवस्थापन गर्नुपर्दछ। र यो रुखहरूलाई काटेपछि त्यसको पत्ताहरू, जट्ठीहरू सबै झरेर फोहोर भएको छ। हेरौँ बस्ने सिटहरूमा पुरै गन्दा भएको छ। केही छैन, स्टार्ट हुनुभन्दा अगाडि सबै क्लिन हुनेछ भन्ने आशा राख्दै यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद दिँदै फेरि कुनै अर्को भिडियो लिएर तपाईहरुको माझमा म पक्कै पनि आउनेछु। त्यति दिनसम्मको लागि बिदा हुन चाहन्छु। नमस्ते, शुभरात्रि। र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला, माया गर्न नबिर्सनु होला, लाइक सब्स्क्राइब गरेर साथ दिनु होला। अन्य भिडियोको लागि अपडेटहरू हामीले हालिरहनेछु। त्यति दिनसम्मको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर छोड्नु होला। नयाँ भिडियोहरू हेरेर पनि सपोर्ट गरिदिनु होला। धन्यवाद। टाटा, बाई बाई।